नमस्कार, म डाक्टर अमित साक्य। म डायबिटिज थाइरोइड एन्डोक्रिनोलोजीमा कार्यरत छु। म आफू पनि एन्डोक्रिनोलोजिस्ट हो, यो मधुमेह विशेषज्ञ। आज हामी मधुमेहबारे केही चर्चा गर्न गइरहेछौँ। मधुमेह अब अहिले सबैलाई जानकारी नै छ कि अहिले धेरै महामारीको रूपमा फैलेको छ मधुमेह। मधुमेह भन्दाखेरि के हो भनेर कसैले जानकारी लिन चाह्यो भने यो हाम्रो अहिलेको सिरिज हेर्नुहोला। तपाईँलाई केही न केही चाहिँ यसबाट विषयवस्तुहरू तपाईँले थाहा पाउनु धेरै कुरा जानकारी लिन सक्नुहुन्छ। त हामी सुरु गरौँ। डायबिटिज भनेको के हो? डायबिटिज मधुमेह नेपालीमा भन्छौँ। यो भनेको एउटै कुरा हो र यो विशेष गरेर चिनीको रोग भनिन्छ हाम्रो नेपालीमा। त चिनीको मात्रा रगतमा बढी भयो भने र कुनै जाँच गर्दाखेरि रगतमा चिनीको मात्रा बढी देखियो भने त्यसलाई हामी डायबिटिज भयो, मधुमेह भयो भन्छौँ। र अब हाम्रो तथ्याङ्क अनुसार साधारण कुरा गर्ने हो भने यो विश्वव्यापी रूपमा फैलेको छ र विश्वमा अहिले करिबन चाहिँ हाम्रो 42 देखि 43 करोड जनसङ्ख्यालाई यो डायबिटिजले छोएको छ, जुन चाहिँ हाम्रो तथ्याङ्कले देखाएको छ। यो इन्टरनेसनल डायबिटिक फेडरेसनको एउटा तथ्याङ्क हो र वास्तविक तथ्याङ्क चाहिँ अब नेपालमा चाहिँ त्यस्तो छैन। तर नेपालमा हामीले सन्दर्भमा कुरा गर्ने हो भने सहरी क्षेत्रमा चाहिँ हाम्रो त्यसै 12 देखि 13-15% छ र गाउँघरतिर अलि टाढातिर चाहिँ 3 देखि 4% चाहिँ डायबिटिज छ भन्ने अनुमान छ। त यसरी डायबिटिज चाहिँ हरेक वर्ष फैलिँदै गएको र बढ्दै गएको कारण के त भन्दाखेरि यो सहन त यो हाम्रो जीवनशैलीको एउटा परिवर्तन पनि हो। डायबिटिज भन्दाखेरि पहिला म सुरुमा जानकारी गर्न चाहन्छु। डायबिटिजबारे मुख्य 2 प्रकारका छन्। यसलाई पहिलो प्रकारको डायबिटिज भनिन्छ, टाइप 1 डायबिटिज, र दोस्रो प्रकार भनिन्छ टाइप 2 डायबिटिज। टाइप 1 भन्नाले अक्सर गरेर कम उमेरमा लाग्ने हुन्छ र डायबिटिजमा चाहिँ विशेष गरेर एउटा प्याङ्क्रियाज भन्ने हुन्छ, हाम्रो पेटको मुनि सानो भाग हुन्छ। यसलाई हामी दहन ग्रन्थि भन्छौँ नेपालीमा, या पाचन ग्रन्थि भन्छौँ, जसबाट इन्सुलिनको उत्पादन हुन्छ। र टाइप 1 डायबिटिजमा अक्सर कम उमेर हुने भएकाले गर्दाखेरि इन्सुलिनको उत्पादन हुँदैन र जन्मेपछि या जन्मेको केही समयपछि इन्सुलिनको कमी हुन थाल्छ। प्याङ्क्रियाजले इन्सुलिनको उत्पादन गर्न सक्दैन। र इन्सुलिन के हो भन्दाखेरि इन्सुलिन वास्तवमा एउटा चाहिँ सुगरको लागि हामीले खाएको जुन खाना छ त्यो सबै हाम्रो चिनीमा परिणत हुन्छ र चिनी चाहिँ हाम्रो पेटमा परिणत भइसकेपछि त्यो शरीरको अङ्गहरूमा जान्छन्। हाम्रो अङ्ग चिनी बिना बाँच्न सक्दैन। हामीलाई मुटुलाई, फोक्सोलाई, जुन पनि भित्रको हाम्रो अङ्ग छ, किडनीलाई भनौँ, हाम्रो दिमागलाई स्पेसल्ली मुख्यतः यसलाई चिनीको अति आवश्यक छ। जसरी गाडी चल्नको लागि पेट्रोल चाहिन्छ भने जस्तै हाम्रो मान्छे चल्नको लागि सुगर अति आवश्यक एउटा खाने वस्तु हो र यो बिना हामी मान्छे बाँच्दैन। त्यही कारणले गर्दाखेरि चिनी जहाँसुकै जानलाई पनि इन्सुलिनको सहायता चाहिन्छ र हाम्रो हरेक कोशिकाहरूमा इन्सुलिनको रिसेप्टर हुन्छ, ढोका हुन्छ भनौँ एक किसिमले, र उसँग चाबी हुन्छ इन्सुलिनसँग। र इन्सुलिन ढोका खोलिसकेपछि, चाबी लगाएर खोलिसकेपछि मात्रै ढोका खुल्छ र ढोका खोलेपछि सुगर चाहिँ हाम्रो चिनी जुन हामीले खाएको छौँ त्यो रगतको माध्यमबाट हाम्रो शरीरभित्र जान सक्छ। टाइप 1 डायबिटिजमा के हुन्छ भन्दाखेरि बच्चाहरूमा इन्सुलिन नभएको कारणले गर्दाखेरि र प्याङ्क्रियाजले काम नगरेको कारणले गर्दाखेरि इन्सुलिन हुँदैन र इन्सुलिन नभएपछि ढोका खोल्ने चाबी भएन। त्यही कारणले गर्दाखेरि यसले ढोका खोल्नको लागि चाहिँ इन्सुलिन नभएको कारणले गर्दाखेरि सुगर सबै चिनी जति पनि छ हामीले खाएको त्यो हाम्रो रगतभित्र जम्मा भएर बस्छ। त डायबिटिज भनेको वास्तवमा हामीले गहिरिएर विचार गर्ने हो भने डायबिटिज भनेको सुगर कम भएर हुने रोग हो, बढी भएर होइन। रगतमा चिनी बढ्छ तर शरीरमा चिनी चाहिँ कम हुन्छ, किन शरीरले खान पाएन, इन्सुलिन भएन। त्यही कारणले गर्दाखेरि यस्तो टाइप 1 डायबिटिज जुन बच्चाहरूलाई हुने डायबिटिज छ त्यसमा हामी इन्सुलिनबाटै उपचार गर्छौँ, किन उनीहरूले इन्सुलिन हुँदैन। त्यही कारणले इन्सुलिन दियो भने इन्सुलिनले चाहिँ ढोका खोल्ने चाबी जस्तो काम गर्छ र शरीरले चिनी खान पाउँछ, किन चिनी शरीरलाई अत्यन्त आवश्यक कुरा हो। त यो त भयो टाइप 1 डायबिटिज। टाइप 1 डायबिटिज चाहिँ जति पनि डायबिटिज छन् त्यसमा 10% जति टाइप 1 डायबिटिज हुन्छन् र बाँकी जति पनि डायबिटिज छन् 90% त्यो टाइप 2 डायबिटिज हुन्छ। टाइप 1 डायबिटिज अक्सर बच्चाहरूलाई हुन्छ र 25-30 वर्षभन्दा मुनिलाई हुन्छन्। तर टाइप 1 डायबिटिज अलि वयस्कलाई पनि हुनसक्छ, 30 वर्षभन्दा माथिलाई पनि हुनसक्छ, तर त्यो हुने सम्भावना चाहिँ कम छ। अब कुरा गरौँ टाइप 2 डायबिटिजको। टाइप 2 डायबिटिज भनेको चाहिँ हाम्रो दोस्रो प्रकारको डायबिटिज हो, जसमा चाहिँ इन्सुलिन हुन्छ। प्याङ्क्रियाज भन्ने जुन अहिले मैले ग्रन्थि भने उसले काम गर्छ तर उसले इन्सुलिन जति पनि छ चाहिँ उसले पर्याप्त मात्रामा उत्पादन गर्न सक्दैन। खाना त खान्छौँ हामी, जे खाए पनि हाम्रो शरीरमा चाहिँ चिनीमा परिणत हुन्छ। हामी चाहे त्यो प्रोटिन खाओस्, चाहे हामी फ्याट खाओस्, चाहे बोसो खाओस्, चाहे सागसब्जी खाओस्, चाहे हामी दुध खाओस्, दुधबाट बनेको खानेकुरा खाओस्, हामीले भात खाओस्, हामीले रोटी खाओस्, जे खाना पनि हाम्रो शरीरमा गएर आखिरमा गएर चाहिँ चिनीमै परिणत हुन्छ। किन भन्दाखेरि हाम्रो शरीरलाई हाम्रो शरीरलाई चाहिने भनेको चिनी हो। त टाइप 2 डायबिटिजमा जुन दोस्रो प्रकारको डायबिटिज छ यसमा चाहिँ शरीरमा चिनी त जान्छ तर इन्सुलिनको कमी हुन्छ। इन्सुलिन पुरा रूपमा चाहिँ उत्पादन नहुने होइन। जस्तै टाइप 1 डायबिटिज के थियो त इन्सुलिन पुरा रूपमा उत्पादन हुँदैन थियो र इन्सुलिन नै बाहिरबाट हामीले लगाउनु पर्थ्यो, बच्चाहरूले लगाउनु पर्थ्यो। त टाइप 2 मा इन्सुलिन हुन्छ तर उसले राम्रो काम गर्दैन। त्यही कारणले गर्दाखेरि
सुगर चाहिँ जति पनि खाएको छौँ त्यो अङ्गले पाइरहेको हुन्छ केही समयको लागि, तर दिनै पछि बढ्दै जाँदाखेरि डायबिटिज बढ्दै गयो भने के समय बित्दै गयो भने इन्सुलिनको कमी हुन थाल्छ। र यसमा इन्सुलिनको कमी मात्रै होइन, इन्सुलिनले काम गर्ने चाहिँ जुन तरिका छ, जस्तै भनौँ अहिले मैले भने ढोका र चाबीको चाबी जाम हुन्छ, चाबीमा खिया लाग्छ, इन्सुलिन छ, इन्सुलिनले काम गर्न सक्छ तर उसको चाबी काम गर्दैन, त्यसलाई भन्छ हामी इन्सुलिन रेजिस्टेन्ट भने इन्सुलिन छ तर इन्सुलिन ढोका खोल्न सक्दैन। त्यस्तो अवस्थामा पनि सुगर बढ्न सक्छ। त्यही कारण टाइप 2 भनेको चाहिँ हामीले दुई प्रकारको दोस्रो प्रकारको टाइप 2 मा चाहिँ दुईवटा हाम्रो चाहिँ प्रोसेस हुन्छ। एउटा चाहिँ इन्सुलिन आफैमा कमी हुन्छ, कमी हुँदै जान्छ, र अर्को चाहिँ इन्सुलिनले काम गर्न सक्दैन, पर्याप्त मात्रामा इन्सुलिन नभएको कारणले गर्दाखेरि उसले ढोका खोल्न सक्दैन, ऊ कमजोर हुन्छ। त्यही कारणले गर्दाखेरि बिस्तारै बिस्तारै हाम्रो रगतमा चाहिँ फेरि सुगर चिनी बिस्तारै थुप्रिन थाल्छ र शरीरले बिस्तारै बिस्तारै चिनी पाउँदैन। त्यही कारणले गर्दाखेरि मुटुमा, किडनीमा, फोक्सोमा र यो नसाहरूमा, आँखामा चाहिँ चिनीको कमीले गर्दाखेरि टाइप 2 डायबिटिजमा चाहिँ यसको चाहिँ पछि कम्प्लिकेसनहरू हुने हो। त्यही कारणले डायबिटिजमा चाहिँ कम्प्लिकेसन आँखा बिग्रिनु, मुटु बिग्रिनु, किडनी बिग्रिनु सुगर बढी भएर होइन, वास्तवमा शरीरमा यो चिनी नपुगेर चाहिँ यो बिग्रिने हो। कसरी थाहा पाउने टाइप 1 डायबिटिज, स्पेसली बच्चाहरूमा या ठुलोमा? त मैले भनिहालेँ पहिलो प्रकारको डायबिटिजमा बच्चाहरूमा तुरुन्तै देखिन्छ। यदि उसलाई इन्सुलिन दिएन भने महिना दिनभित्र उसको चाहिँ कम्प्लिकेसन सुरु हुन्छ र बच्चाको मृत्यु पनि हुनसक्छ उसलाई बेलैमा उपचार गरिएन भने। त यसको लक्षण कसरी थाहा पाउने? लक्षण के हुन्छ? बढी प्यास लाग्ने, बच्चाले छिनछिन पानी माग्छ, मुख सुक्खा हुँदै जान्छ, बढी पानी पिउँछ, बच्चाले धेरै पिसाब गर्छ, दिनमा नै 10-12 चोटि गर्छ, राति पनि पिसाब गर्न उठ्छ, धेरै भोक लाग्छ हैन, धेरै, किनभने शरीरले चिनी पाएको छैन, चिनी रगत मात्रै बढेको हो, शरीरले चिनी नपाएको कारणले गर्दाखेरि शरीर भोकाउँछ। त शरीर भोको भएको कारणले गर्दाखेरि बच्चाले छिनछिन उसलाई खाना माग्छ, भोक लाग्छ र शरीर दुब्लाउँदै जान्छ। त चिनी बढी भए पनि शरीर किन दुब्लाएको त? कारण त्यही हो, शरीरले चिनी खान पाएन, रगतमा बढी छ, रगतमा चिनी बढी छ, तर शरीरले खान नपाएको कारणले गर्दाखेरि शरीर चाहिँ के हुन्छ? दुब्लाउँदै जान्छ। त्यही कारणले डायबिटिजमा चिनी बढी भए पनि मान्छे दुब्लाउँछ। जस्तै हामी आफ्नो टिभीमा हेर्छौँ हैन, हाम्रो एडभर्ट विज्ञापन हेर्छौँ, के हुन्छ त्यहाँ कोकोकोला पियो, फ्यान्टा पियो, कुनै पनि पेय पदार्थ, गुलियो पेय पदार्थ, खानेकुरा बिस्कुट चक्लेट दिएपछि मान्छे बलियो देखाउँछ हैन, खाएपछि मान्छे स्फूर्ति देखाउँछ, फुर्तिलो देखाउँछ। तर के छ भन्दाखेरि त्यही कुरा रगतमा डायबिटिजमा चाहिँ बढी भएपछि किन मान्छे झन् दुब्लाउने त? किन झन् फुर्तिलो नहुने भन्दाखेरि कारण त्यही हो, रगतमा चिनी बढी भयो तर इन्सुलिनको कमीले गर्दाखेरि शरीरभित्र चिनी गएन। त्यही कारणले गर्दा शरीर दुब्लाउने कारण त्यो होइन, उल्टो असर पर्छ। त्यही कारणले गर्दाखेरि के छ त भन्दाखेरि यसले गर्दाखेरि नि प्यास लाग्नु, पिसाब बढी आउनु, तौल घट्दै जानु, बढी राति पिसाब गर्नु उठ्नु, धेरै भोक लाग्नु र अक्सर केटामा भन्दा केटी मान्छे बच्चीहरूमा चाहिँ पिसाब गर्ने ठाउँमा चाँचाँडो इन्फेक्सन हुनु, पिसाब गनाउनु र पिसाब गरेको ठाउँमा कमिला जम्मा हुनु। किन चिनी छ, चिनी भन्ने कुरा मान्छेले मात्र होइन, हाम्रो अनगिन्ती जति पनि पशु पन्छी छन्, किरा मकोडा जति पनि छन्, उनीहरूलाई सबैलाई चिनी मनपर्छ। किन चिनी बिना कोही पनि जीवजन्तुहरू, हामी मात्र हेर्नौँ, जीवजन्तुहरू पनि बाँच्न सक्दैनन्। त्यही कारणले गर्दाखेरि चिनी अत्यन्तै आवश्यक भएको कारणले गर्दाखेरि कमिला पनि पिसाब गरेको ठाउँमा जम्मा हुनसक्छ। त्यही कारणले गर्दा मधुमेह भनिन्छ। मधुमेह भनेको पिसाबमा चिनी हुनु, डायबिटिज मेलिटस भनेको पिसाबमा चिनी हुनुलाई भनिन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ यो नाम पनि आएको हो। र पहिलो प्रकार डायबिटिजमा बच्चाहरूमा चाहिँ सिम्टमले नै देखाउँछ कि यसलाई डायबिटिज भएको हो भनेर तुरुन्तै डाक्टर कहाँ गएर जाँच गर्दाखेरि टाइप 1 डायबिटिज हो भन्ने कुरा पत्ता लाग्छ भने टाइप 2 मा चाहिँ कति वर्षसम्म पनि मान्छेले ब्लड चेक गरेन, रगत परीक्षण गरेन भने सुगर भएको थाहा पाउनलाई ढिला हुन्छ। किनभने लक्षण नै यसको कमसेकम 8 देखि 10 वर्षपछि मात्रै लक्षण देखिन्छ। किन ढिला लक्षण देखेको त भन्दाखेरि इन्सुलिन छ उसको शरीरमा, केही सुगर त शरीरले खान पाएको छ, तर जति जानुपर्ने हो त्यति शरीरभित्र गएको हुँदैन। इन्सुलिन बिस्तारै बिस्तारै ह्रास हुँदै जान्छ, इन्सुलिन बिस्तारै बिस्तारै कमजोर हुँदै जान्छ, इन्सुलिनले काम गर्न सक्दैन र अन्त्यमा गएर इन्सुलिन धेरै कमजोर भइसकेपछि आधीभन्दा बढी इन्सुलिन शरीरमा यदि कम छ भने त्यसपछि चाहिँ लक्षण देख्न थाल्छ। त्यही कारणले गर्दा टाइप 2 डायबिटिजमा लक्षण सुरुमै आउँदैन, केही समय लाग्न सक्छ। त लक्षण एउटै हो, त्यही हाम्रो प्यास लाग्नु, पिसाब बढी लाग्नु, भोक लाग्नु, मान्छेलाई वेट लस हुँदै जानु, तौल घट्दै जानु, पिसाब गर्ने ठाउँमा इन्फेक्सन हुनु। अक्सर महिलाहरूलाई पिसाब गर्ने ठाउँमा बारम्बार इन्फेक्सन भयो भने सुगर जचाउनु धेरै आवश्यक छ। सुगरले पनि इन्फेक्सन ल्याउँछ, मैले अहिले कुरा गरेँ जस्तै भयो। त यो त भए सरदर टाइप 1 र टाइप 2 को हाम्रो चाहिँ कुराहरू भयो। अब अरू प्रकारको पनि डायबिटिज छन्, जस्तै धेरै कुराहरू टाइप 3 पनि आएको छन् अहिले, धेरै कुरा टाइप, तर त्यसलाई हामी डिटेलमा नजाउँ किन हामीले मुख्य हाम्रो समाजमा देखिने भनेको यो दुईवटा हो। त्यसमध्ये पनि दोस्रो प्रकारको डायबिटिज त हाम्रो 90%लाई छन्। त्यही कारणले गर्दाखेरि धेरै मोटोपन भयो भने पनि के हुन्छ त फ्याट बढी भयो, तौल बढी भयो, मान्छेको चाहिँ फ्याट बढी भयो भने इन्सुलिनले काम गर्न सक्दैन। इन्सुलिनको जुन ढोका छ, चाबी छ, त्यो सबै बोसोले थुनिन्छ। त्यही कारणले गर्दाखेरि तौल घटाउनु धेरै नै आवश्यक छ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकनमा क्लिक गर्नुहोस्।